खान्छ पाके जाप के रे ठुलो पाकेटै देखो मलाई हप्कै हप्कै मिठाई ल्याउनु हो यत्रो खान्छस् नि हेर्दै गलत चिज चाहिँ खाँदैनौँ हामी चटपटे खान्छौँ यो 2 PM खान्छौँ मसँग सुन्दर युवती हिँड्ने भन्ने कुरो चाहिँ तपाईँलाई जिज्ञासा लागिरहेछ होला हेलो वेलकम ब्याक अगेन अनि स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा आज चाहिँ न्यू डे न्यू ब्लग बिहानको सुरुवात भइसकेको छ हामी चाहिँ बाउ छोरा बारीमा आएको छौँ खेतबारीमा बाजु जोत्नका लागि अनि सबैतिर बर्खा लागिसक्यो होला हाम्रोतिर पनि बर्खा लागिसक्यो अस्तिदेखि लागेको ढिलो भइरहेको हो घरको थोरै व्यस्तताको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ यसो बाजु साजु मारेर वडा कार्यालय जानुपर्छ आमा केही काम गर्नको लागि अनि अहिले चाहिँ आपाले यहाँ गोरुलाई जोत्नुहुँदैछ मतलब आपाले चराउनुहुन्छ त्यही भएर आपासँग कम्फर्टेबल छ नि त अनि बिहान बिहान त कम्फर्टेबल गराउनु पर्यो नभने उपद्र गर्छ त्यसको लागि चाहिँ आपाले जोत्नुहुँदैछ त्यहाँदेखि म पनि जोत्छु है अनि तपाईँहरूकोतिर जोत्ने त सुरुवात अस्तिदेखि भइसक्यो होला हाम्रोतिर चाहिँ भर्खरै हुँदैछ यत्रो बाजु जोत्नु पनि छ यताको अनि उता पारिपट्टि पनि छ अलिकति सो यस्तै छ सुरुवातको मर्निङको ओपनिङ अब भिडियोमा भेट्दै गरौँ होला हेर्दै गर्नु होला ल मेरो पालो आएको छु जोत्नेको टाइमको लागि म अब जोत्नको लागि प्रस्थान गर्दैछु साथी हो साथीहरू हामीले चाहिँ आजको लागि इन्ड गऱ्यौँ एउटा दुईटा तिनटा चारवटा पाँचवटा जोतेर अब चाहिँ आपाले यो अलिकति टुङ्ग्याउनुहुन्छ अरे अनि कसले नै त्यहाँदेखि भोक लाग्यो जोडसे भोक लाग्यो घरमा गएर खाना खाएर वडा कार्यालय जानुपर्छ अब यस्तै छ सबैतिर जोत खन हुन थाल्यो है बाली नाली लगाउनु पर्यो कति बिसादी खाने होइन किनेर आफ्नै गाउँघरमा आफ्नै बारीमा उब्जाको अन्न बाली खानु पर्यो नि त साथीहरू त्यही भएर समय बकल खानु पर्यो ल साथीहरू अब चाहिँ खाना खाने तर्खरमा अब जोतेर आएर खाना खान त परिगयो यति त खानु पर्यो मान्छेले भन्छ बस्ने ठाउँमा कसले खान्छ भन्छ म खान्छु यहाँ ट्याक्क भिडामा राखेर यो चाहिँ च्याउ हो है यो अचार हो यहाँ मेरो कोमा हुनुहुन्छ माउली कोमा यहाँ आपाले खानु हुँदैछ अब यहाँ म खाँदैछु ल साथीहरू च्याउसँग अनि यो टमाटरको अचार र यो खोइ के को मिसाउनु भएको बिर्से फिलुङ्गे जस्तै ट्याक्क खाएर अनि एकछिन आराम गरेर काम कुरोतिर राख्नुपर्छ खाए ल म चाहिँ जाँदैछु बर्फेलाई बिहान जोते अन्त खाना खायो एकछिन आराम गरेर अहिले एक पनि कटिसक्नु लागेको होला बर्फेल्याङमा आमाको काम छ अनि के काम भन्ने कुरो चाहिँ भएर थाहा पाउनु हुनेछ है अनि म जाँदैछु बर्फेल्याङ सो अहिले चाहिँ म गएँ खोलामा आइसकेको छु म मात्र नभएर यता मसँग पनि छिन् उनी चाहिँ क्यामेरा मेन राखेको थिएँ ओमेन राखेको थिएँ को होला यो एउटा मसँग सुन्दर युवती हिँड्ने भन्ने कुरो चाहिँ तपाईँलाई जिज्ञासा लागिरहेछ होला यो चाहिँ मेरो हो आन्टी तर म यसलाई तँ भन्छु यसलाई तँ भन्छु हाई हाई भन् यहाँ छिटो क्यामेरामा हेरेर ओए
यो लजाउन छन् लजाउन छिन्। सो हामी चाहिँ अब वडा कार्यालय जाँदैछौँ है। अनि त्यहाँ बर्फेलिङमा पुगिसकेर अनि के कस्तो छ के कस्तो हुँदैछ काम भन्ने कुरो चाहिँ म बताउँछु। यसलाई मैले ढोक्दा 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 गरेर ल्याएको हो। यसलाई मैले यति आश्वासन देखाएँ, मिठाई किनिदिन्छु, चक्लेट किनिदिन्छु होइन, गाडी किनिदिन्छु, होइन भने तँलाई एउटा ह्यान्डसम केटा खोजिदिन्छु भनेर मात्र गएको। यता हेर्दा कसैले यसलाई मन पराउनुहुन्छ भने यो सिङ्गल छ है। कसैले मलाई कन्ट्र्याक्ट गर्न सक्नुहुन्छ होइन। हेर्नु कति अग्लो छ यो, यहाँ जाने यी कति अग्लो छ। आइफोनले खिच्यो भने आइफोन दुलो पार्छ। त्यही भएर यो हेर्ने यो कति अग्लो छ। मयुर जस्तो भएर हिँडेको छ। ल अब माथि बर्फलिङ पुगेर भेटौँला। अब बस्दा काम भएन वडा कार्यालयमा, अब घर गएको चटपटी खाने घर जाने। यसलाई पनि अल्छी लाग्यो बस्दा बस्दा अरे, मलाई पनि बस्दा बस्दा बोर लाग्यो। आज शुक्रबार थिएछ थाहै भएन क्या मलाई हाफ हुन्छ भन्ने कुरो। होइन शुक्रबार त हो थाहा थियो कि, शुक्रबार हाफ काम हुन्छ भने मलाई थाहा थिएन नि त। अब यस्तै छ जिन्दगी, लौरेको जिन्दगी। तपाईँ के भन्न चाहनु? 2 शब्द राखिदिनु निकाल्नु। दामी दामी दामी। अस्ति पनि आन्टीले दिनुभएको चटपटे खतरा 25,000 भन्दा पनि बढीले हेरिसकेको छ कि। तर हामी अब गलत चिज चाहिँ खाँदैनौँ, हामी चटपटे खान्छौँ। यो 2 PM खान्छौँ। ठिक छ ल। म मुना आन्टीलाई भन्छु पठाइदिनु त भन्छु, चटपटे वाल्ने आन्टीले भन्छ। कस्तो ह्यान्डसम देखिरहेको छु म। ओ ल यति तर नुन अलिकति ल्याइदिनु न, थोरै कम्ती भइसक्यो। ल साथीहरू, हामी वडा कार्यालयमा आएको थियौँ। आज 1 बजी बन्द हुने थियो, थाहा भएन। 3 बजीसम्म चाहिँ बसेको थियो मान्छेहरू। कति बजीसम्म थाहा भएन मलाई, काम भएन। अब फेरि आउने बेला भयो, दुःख पाउनु भयो। लगाइदिनु ल, धन्यवाद। अन्तखेरि चटपटे खाएर, यसलाई मैले चटपटे खुवाउँछु भनेर लिएको फकाएर, अनि चटपटे खाएर अब यहाँ कोही खाना आउनुहुन्छ भने यहाँ टक्क बर्फेलिङ आउने। त्यो मन्दिरदेखि सिधा बाटो यता आयो भने, पूर्वपट्टि आयो भने ट्याक्कै हाम्रो आन्टीको चटपटे पसल भेट्नुहुन्छ। अनि वडा कार्यालय छेउतिर तलतिर एकदम मिठो पाउँछ चटपटे, वाउ पाउँछ। खानु होला मजाले, पेट भर्नु होला, पैसा अलिकति दिनु होला। 40 रुपियाँ चटपटे बाहेक 50 रुपियाँ तिर्नु भन्ने पनि हुन्छ। अनि आन्टी अनि खाएर जानु होला। ल हामी चाहिँ चटपटे खाएर अनि जाने। घर पनि आइयो, काम पनि भएन होइन। अनि यो चाहिँ मिठाई खोज्दैछ आएर। योसँग गएको थिएँ अनुहार देखा त। यसको घर जाने बाटो यो हो। यसलाई मिठाई चाहियो अरे, यो यसलाई बाई गर यता बाई गर न। त पनि बाई गर। ल भिडियो यस्तै छ होइन,
काम भएन अर्को पटक जाने भन्दै आजको भिडियोलाई यहीँ व्यवस्थापन गर्न चाहन्छु। थ्याङ्क यू सो मच। अर्को भिडियोमा भेट्नुपर्छ। छिटो न मिठाई भात भन्दा